सम्पूर्णलाई ऐतिहासिक चन्द्रगढीबाट नमस्कार। चन्द्रगढी सूर्यगढी गाउँपालिका वडा नम्बर 3 भित्र अवस्थित छ। यो पारिपट्टिको ऐतिहासिक रणनीतिक सूर्यगढी हो। त्यही सूर्यगढीको आडको भरोसाको लागि चाहिँ यो चन्द्रगढी निर्माण गरेको हो भने अर्को प्रयोजन के छ भन्दाखेरि यो तलको फलाखु खोला हो। फलाखु खोलाको वारिपट्टिका यी सम्पूर्ण यी डाँडाहरूमा चाहिँ विभिन्न गढीहरू किल्लाहरू निर्माण गरिनुको कारण के हो भन्दाखेरि चाहिँ हाम्रो यो सल्ला देखिरहेको छ। सल्लाका कार्यभन्दा पछाडिपट्टि मुलकोट नुवाकोटको सुरक्षाको लागि चाहिँ यी डाँडाभरि गढीहरू निर्माण गरिएको थियो भने यो चन्द्रगढी चाहिँ यी सम्पूर्ण गढीहरूलाई यी सम्पूर्ण डाँडा जति पनि छन् यी गढीहरूलाई सूक्ष्म रूपमा अध्ययन गर्नुको लागि र यहाँको सञ्चारको रूपमा यहाँदेखि मुलकोट भनेको नुवाकोटसम्मको सञ्चारको लागि चाहिँ यी गढीहरू निर्माण भएका थिए। अनि अलि पछि निर्माण चाहिँ विक्रम सम्वत 1849 भएको हो। अनि त्यसको केही पछि भीषण युद्ध हुँदाखेरि नेपाल तिब्बत बिचको युद्धमा चाहिँ हाम्रो वारिपट्टिबाट नेपाली सेनाहरूले यी गढीबाट चाहिँ ढुङ्गा मुढा धारिलो हतियारहरू हान्दै लखड्दै बेत्रावतीसम्म लखड्दै लगिसकेपछि अनि तिब्बतपट्टिका सेनापति टुङथुङ जस चीनतर्फका सेनापति चाहिँ वार्ताको लागि तयार भएर ऐतिहासिक बेत्रावती सन्धि पनि भयो। र हाम्रो एउटा गौरवको विषय थियो। र यहाँबाट देखिने दृश्यहरू चाहिँ यो पारिपट्टिको फिकुरी भयो। फिकुरी किस्ताङ गाउँपालिका अथवा नुवाकोटकै सबैभन्दा अग्लो उचाइमा रहेको। हामी अहिले चाहिँ चन्द्रगढी 1440 मिटरमा छ भने त्यो नुवाकोट जिल्लाकै अग्लो हो। अनि यहाँ एउटा खोला छ सलाखु खोला। त्यो सलाखु खोलाको पारिपट्टि भयो किस्ताङ भने वारिपट्टि रह्यो मेगाङ। अनि पारिपट्टि उता तारकेश्वर गाउँपालिका रह्यो। त्यो तल बिदुर नगरपालिका। अनि पारिपट्टि फेरि बेलुगढी नगरपालिका। त्यसको यतापट्टि आएपछि फेरि यो पारिपट्टिदेखि त्यो ककनी गाउँपालिका। त्यसपछि चाहिँ डाँडो पञ्चकन्या। अनि पछाडिपट्टिको डाँडो फेरि शिवपुरी गाउँपालिका। अनि उहाँ पर छेउको त्यो दुप्चेश्वर त्योभन्दा पछाडिपट्टि फेरि सिन्धुपाल्चोक रहेको छ। आदिका केही भूभागहरू देख्नुपर्ने हो। अनि पारिपट्टि रस्व भइहाल्यो। यस्तो छ ठाउँ। जस एउटा ऐतिहासिक रणनीतिक ठाउँ हो। हाम्रो पुर्खाहरूले निकै कष्ट गरेर तिब्बतलाई चाहिँ बेत्रावती सन्धिको लागि घुँडा टेकाए। यस्तो ठाउँ हो यो। आउनुहोस् एकचोटि हेर्नुहोस्, रमाउनुहोस्।